अहिले टिकटक ट्रेन्डमा रहेको यो फोटोबाट एआई भिडियो बनाउने क्लिप साह्रै नै भाइरल भइरहेको छ। यो फोटोबाट नाचेको भिडियो बनाउने पोस्ट गर्ने धेरै एकाउन्टहरू भाइरल भइरहेका छन्। अहिलेको समयमा यो भाइरल भइरहेको क्लिपलाई कसरी बनाउने त? यदि तपाईँहरूलाई पनि यस्तो भिडियो बनाउन मन छ भने यो भिडियोलाई स्किप नगरी फुल वाच गरिदिनु होला। साथै तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी सँगै रहेको बेल आइकन थिच्न नभुल्नुहोला। फोटोबाट एआई भिडियो बनाउनको लागि सबैभन्दा पहिला त एउटा फोटो ब्याकग्राउन्ड रिमुभ गर्न जरुरी छ। त्यसको लागि मोबाइलको प्ले स्टोरमा गएर ब्याकग्राउन्ड इरेजर ब्याकग्राउन्ड इरेजरको यो एप देख्न सक्नुहुनेछ। यस्तो छ। यो एप डाउनलोड गर्नु होला। यो एप मैले डाउनलोड गरिसकेको छु। म यसलाई ओपन गर्छु। तपाईहरुले डाउनलोड भइसकेपछि ओपन गर्नु होला। म ओपन गर्छु। ओपन गरिसकेपछि एउटा टपमा रिमुभ ब्याकग्राउन्ड भनेर लेखेको आएको छ। त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँबाट एउटा फोटो सिलेक्ट गर्नु भन्छ। म एउटा फोटो सिलेक्ट गरिहाल्छु। ल मैले एउटा फोटो सिलेक्ट गरे। त्यस्तै गरी तपाईहरुले नि एउटा फोटो सिलेक्ट गर्नु। यहाँ एआई ले थोरै टाइम लिन्छ। थोरै टाइम लिइसकेपछि अटोमेटिक उसले यसरी ब्याकग्राउन्ड ब्लर गरिदिन्छ। ब्याकग्राउन्ड ब्लर गरिसकेपछि माथि टपमा रहेको टिक बटनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि एउटा थोरै एक्स्ट्रा दिन्छ सानो। अब माथि सेभ लेखेको बटन आएको छ। सेभ लेखेकोमा टच गर्नु होला। फोटोको ब्याकग्राउन्ड रिमुभ भइसकेपछि क्रोम ब्राउजरलाई ओपन गर्नुहोस् र सर्च बारमा गएर VIGGLE भिगल AI सर्च गर्नुहोस्। सर्च गरिसकेपछि एउटा यस्तो इन्टरफेस खुल्छ जुन सबभन्दा पहिला देखिने पहिलोमै रहेको वेबसाइटमा टच गर्नु होला। टच गरेपछि एउटा यस्तो इन्टरफेस खुल्छ। ट्राई अन वेब लेखेको देख्नुभयो, त्यहाँ गर्नु होला। अब हामीले प्लस आइकनमा टच गर्ने। प्लस आइकनमा टच गरिसकेपछि मिक्समा टच गर्ने। मिक्समा टच गरेपछि यता मोसन और क्यारेक्टर देख्नु भएको छ। मोसनमा कुनै एउटा भिडियो डाउनलोड गरेर राख्ने आफ्नो फोनमा। जबकि टिकटकबाट गर्नुहुन्छ भने टिकटकमा नाम नलेखेको भिडियो कसरी डाउनलोड गर्ने, कहाँबाट डाउनलोड गर्ने त्यसको बारेमा तपाईलाई जान्न मन छ भने तल कमेन्ट बक्समा गएर लेख्नु होला। कमेन्ट लेखिदिनु होला र म त्यसको बारेमा भिडियो बनाउने छु। अब हामीले यो बनाउनको लागि सबभन्दा पहिला अपलोड भिडियोमा जाने। अपलोड भिडियोमा टच गर्नुहोस्। टच गर्ने बित्तिकै तपाईको फोनमा रहेको सम्पूर्ण भिडियोहरू आउँछ। र यहाँबाट मैले एउटा भिडियो डाउनलोड गरेको छु। त्यही भिडियो एड गर्छु। तपाईहरुले नि तपाईको जुन भिडियोबाट बनाउन चाहनुहुन्छ त्यही भिडियो एड गर्नु होला। फेरि यो थोरै टाइम लिन्छ, लोडिङ भइराछ। लोडिङ भइसकेपछि अब हाम्रो भिडियो आइसक्यो। अब हामीले कुन फोटोबाट बनाउने त? यहाँ अपलोड एन इमेज भनेको छ, त्यसमा टच गर्नु। अब यहाँ तपाईले ब्याकग्राउन्ड रिमुभ गरेको एउटा फोटो सिलेक्ट गर्नु होला। मैले ल यही फोटो सिलेक्ट गरे। सिलेक्ट गरिसकेपछि टपमा रहेको डनमा क्लिक गरिदिनु होला। क्लिक गरिदिसकेपछि यहाँ हाम्रो थोरै टाइम लिन्छ।
अब ब्याकग्राउन्ड त्यही भिडियोको नै रहन्छ हाम्रो फोटोमा पनि। अब यहाँ तल जेनेरेट लेखेको अप्सन छ, त्यसमा क्लिक गर्नु होला। फाइनली साथीहरु भिडियो बनिसकेको छ। अब हेरौँ कस्तो भयो भिडियो। भिडियोलाई डाउनलोड गर्नको लागि यहाँ तल डाउनलोड आइकनमा टच गरिदिनु होला। यो डाउनलोड भइसकेको छ। यसलाई इजिली मोबाइलको ग्यालरीमा हेर्न सक्नुहुनेछ आफूले तपाईहरुले। भिडियो कस्तो लाग्यो, यदि तपाईहरुलाई पनि भिडियो हेल्पफुल लाग्यो भने लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन थिच्न नभुल्नु होला। धन्यवाद।